भक्तपुरमा घुमघाम गर्ने अनि गम गम मोमो खाएर अनि त्यसको पपुलर जुजुदौ खान कम मचाउँछ त साथीहरू। हेर्नुहोस् त आज चाहिँ शनिबारको दिन हामी भक्तपुरतिर पनि घुम्न गयौँ है साथीहरू। भक्तपुरमा चाहिँ प्राय हामी जाँदैनौँ किनकि हामी बसेको ठाउँबाट टाढा छ भक्तपुर होइन। यता हाम्रो यो काठमण्डप भनौँ न, यता बसन्तपुरतिर जस्तो हो, तर बसन्तपुरभन्दा धेरै ठुलो एरिया जस्तो लाग्यो भक्तपुरमा चाहिँ। प्राय आइँदैन, टाढा भएर होला होइन। अनि अनौठो लाग्ने कि अब त्यहाँ बसन्तपुरतिर त गइरहेको हुन्छ तर यता भक्तपुरतिर आएको हुँदैन, त्यही भएर यसो भिडियो चाहिँ खिचिहाल्न मन लाग्ने क्या मलाई चाहिँ। हेर्नु यहाँनिर पोखरी रहेछ, यो पोखरी चाहिँ अलि सुक्नु लागेको जस्तो रहेछ, यसले संरक्षणको अभाव होला सायद होइन। अनि यतापट्टि जाँदाखेरि यस्तो मठ मन्दिरहरू होइन, एकदमै क्या रमाइलो फिल हुने। हेर्नु ल, पुरानो कति वर्ष पुरानो घरहरूलाई यिनीहरू पसलहरू होइन। अनि यहाँनिर नेवार समुदायहरूले पसल खोलेर बसिरहनु भएको, यस्तो देख्दा चाहिँ एकदमै रमाइलो लाग्दो रहेछ साथीहरू यतातिर होइन। अनि मैले चाहिँ पहिलामा भिडियोहरू खिच्दै हिँडेँ साथीहरू, किनकि मलाई एकदम रमाइलो फिल भइरहेको थियो होइन। अनि एकदम घाम न्यानो लागिरहेको, त्यहीमाथि रमाइलो दृश्यहरू एकदम होइन। अनि यहाँ चाहिँ सानो एउटा सांस्कृतिक कार्यक्रम भइरहेको रहेछ, एउटा पार्टीको हुनसक्छ यहाँनिर होइन। पार्टीको हेरौँ न, त्यहाँ चिन्हहरू छ नि त, त्यही भएर पार्टीको भएर ल जुनै पार्टीको भए पनि अब यसो हेर्दैौँ हामीले त्यहाँनिर नेवारी भाषामा नाचिरहनु भएको थियो बहिनीहरू, एकछिन रमाइलो लाग्यो। त्यसपछि हामी यता यो कमल पोखरी के भन्ने ठाउँ रहेछ यहाँनिर। त्यहाँनिर चाहिँ कस्तो रहेछ भने एकदमै माछा क्या, हेर्नु न यत्रो ठुल्ठुलो माछा क्या, त्यो पसलमा बेच्न राखेको हुन्छ नि त्यस्तै खालको माछाहरू क्या। हेर्दाखेरि होइन बल्छी हानेर मार जस्तो लाग्ने, तर यहाँनिर बल्छी हानेर मार्न चाहिँ पाइँदैन होला साथीहरू। यहाँ बल्छी हानेर मार्न पाउने भइदिएर सबैजना गएर मार्थ्यो होला होइन। त्यसपछि हामी फेरि त्यहाँबाट हिँड्यौँ अन्त होइन। अन्त एक ठाउँमा नै हामीले यस्तै पोखरी देख्यौँ, तर त्यहाँ चाहिँ एकदम संरक्षणको अभाव रहेछ। हेर्नु त्यहाँ एकदम फोहोर रहेछ यहाँनिर। यसलाई पनि सफासुफा गऱ्यो भने त कति राम्रो हुन्थ्यो होला नि, टुरिस्टहरू आउँथ्यो होला है साथीहरू। त्यसपछि हामी अगाडि बढ्दै गयौँ, यस्तो रमाइलो क्या त्यहाँनिर होइन। यस्तो राम्रो झ्यालहरू होइन, कलात्मक तरिकाको यो कति वर्ष पुरानो घरहरू होला होइन। यिनीहरू यो राजाहरूको पालामा यहाँनिर अब यो भक्तपुर नि एउटा दरबार क्षेत्र नै हो नि त यतातिर होइन। यो अब यता चाहिँ स्थानीय जनताहरू बस्थ्यो होला पहिला होइन। कस्तो पुरानो क्या एउटा इतिहास भनौँ न एउटा होइन, जुन हामीले किताबहरूमा पढेको हुन्छौँ नि त्यस्तै खालको लाग्ने क्या हेर्दाखेरि। अनि मैले चाहिँ हरेक पाइला चाहिँ भिडियो खिच्दै हिँडेँ साथीहरू, किनकि मलाई एकदम रमाइलो फिल अनुभव भइरहेको थियो है। अनि यहाँ पुरै ढुङ्गा इँटाहरू छापेको ठाउँहरू, अब यो जाडो महिनाको समयमा त हिँड्न एकदम रमाइलो हुन्छ नि, सुक्खा हुन्छ होइन। अब बर्खामा भयो पानी सानी हुन्थ्यो, राति हुन्थ्यो नि त, एकदम रमाइलो फिल भइरहेको थिएछ त्यहाँ हामीलाई हिँड्दा चाहिँ। अनि यता हेरेँ उता हेरेँ सबै त्यो पुरानो मठ मन्दिरहरू। अनि हिँड्दा चाहिँ हामीलाई भोक लाग्यो साथीहरू। हामी चाहिँ एउटा पसलमा गएर मोमो खायौँ साथीहरू टन्न होइन। अनि मोमो खाइसकेपछि चाहिँ फेरि अब यहाँको एउटा मोस्ट पपुलर भनेको त जुजुदौ हो। त्यसपछि जुजुदौ पनि गम खाइसकेको थिइहाल्यौँ है। अनि जुजुदौ मोमो खाएर हामीले चाहिँ आज